हेलो एभ्रिवान। म चाहिँ होइन बाबा मम्मीसँग चाहिँ रत्ननगर महोत्सव गएको थिएँ र यो त्यही दिनको भिडियो हो। यो चाहिँ माघ 1 गतेको र त्यो दिन यति धेरै भिड थियो नि। म चाहिँ कति टाढाबाट चाहिँ हिँड्दै आइरहेको थिएँ कि, अनि मान्छेहरू पनि आइरहेको थिए। अनि त्यसपछि यो चाहिँ बाहिरको इन्ट्रान्स थियो महोत्सवको। यो चाहिँ एकदमै राम्रो थियो, जानकी मन्दिर स्टाइलको इन्ट्रान्स थियो यहाँनिर। र यो दिन चाहिँ यति धेरै भिड थियो नि मान्छेहरूको। अनि त्यसपछि हामी पनि अनि त्यही भिडमै घुसेर चाहिँ हामी भित्र छिर्यौँ महोत्सवभित्र, र हामी चाहिँ त्यहाँ अवलोकन गर्दैछ महोत्सवमा चाहिँ। अनि महोत्सवमा मान्छे एकदम भिड थियो, अनि त्यसपछि रमाइलो पनि त्यही भएर नि भइरहेको थियो। यहाँ चाहिँ डिफ्रेन्ट मूर्तिहरू पनि हामीले हेऱ्यौँ। अनि त्यसपछि गएर अनि हामी मान्छेको भिड हेर्नु न, कति धेरै मान्छेहरू देख्न सक्नुहुन्छ हजुरले। अनि हामी चाहिँ यस भिडमै हिँड्दै यसैमा चाहिँ मम्मीले कति भिड छ भनेर भन्दै हुनुहुन्थ्यो। अनि मैले खिचिहालेँ मम्मीलाई र मलाई नि देखाएर। अनि त्यसपछि गएर चाहिँ हामी हिँड्दै थियौँ। अनि यो चाहिँ अचारको आइटमहरू यहाँ यति धेरै अचारहरू थियो। अनि त्यसपछि बाबाले चाहिँ यहाँ टेस्ट गर्दै हुनुहुन्छ अचार, अनि हामीले पनि लसुनको अचार चाहिँ लिइहाल्यौँ होइन। अनि त्यसपछि मिठै थियो कि अचार चाहिँ टेस्ट गर्दाखेरि। अनि हामीले चाहिँ अलिअलि सपिङहरू पनि गऱ्यौँ त्यहाँनिर। अनि त्यो सबै चाहिँ खिचेन मैले, यो चाहिँ सपिङको थैली हजुरले देख्न सक्नुहुन्छ। अनि त्यसपछि गएर त्यसपछि चाहिँ हामी यो नरिवलको पानी खाने भनेर चाहिँ गम। अब के खाने भन्दा तिर्खा आइसकेको थियो, अनि नरिवलको पानी खाने भनेर यो चाहिँ नरिवलको पानी हामीले खानलाई त्यहाँनिर खायौँ होइन। अनि त्यसपछि चाहिँ रमाइलो भयो। अनि यो चाहिँ पर्फर्मेन्सको लागि चाहिँ हामी एकछिन त्यहीँ बसेर हेरौँ भनेर बस्यौँ होइन। अनि त्यसपछि यति अगाडिपट्टि भिड थियो, अनि त्यसपछि हामी पछाडि नै बस्यौँ। अनि पपकर्न पनि खायौँ। पपकर्न खाँदै एकछिन बसेर पर्फर्मेन्स त्यही टाढाबाट हेऱ्यौँ। अनि त्यसपछि चाहिँ हामी फेरि लाग्यौँ हिँड्दै अरूतिर हेर्नको लागि। अनि त्यसपछि यता हेर्दै जाँदाखेरि चाहिँ यो मूर्तिहरू थियो डिफ्रेन्ट। अनि यो मूर्तिहरू पनि हामीले हेऱ्यौँ। अनि त्यसपछि यो चाहिँ पर्फर्मेन्स भइरहेको छ, हजुरले सुन्न सक्नुहुन्छ यो पर्फर्मेन्स। त्यसपछि चाहिँ यो लास्टमा चाहिँ बोट थियो, बोटिङ गरेको थियो, त्यो पनि हेऱ्यौँ। अनि यो हेरेर